सबैजनालाई मेरो नमस्कार। फेरि एउटा नयाँ जर्नी सुरु भइसकेको छ र आज म एउटा चाहिँ अनलाइनको सबैभन्दा हरियाली ठाउँ भनेर चिन्ने ठाउँमा आइरहेको छु। यो चाहिँ अनलाइन मात्र होइन, यो चाहिँ लगभग युएको सबैभन्दा धेरै हरियाली ठाउँ भनेर चिनिन्छ अनलाइन चाहिँ। त्यसमध्येमा चाहिँ मेन भनेको चाहिँ यो अनलाइन ओएसिस रहेको छ र लगभग धेरै क्षेत्रफलमा भएको एउटा ठाउँ हो यो। त्यसको बारेमा चाहिँ आज म एक्सप्लोरिङ गर्न गइरहेको छु। सबैजनाले भिडियो हेरेर चाहिँ लाइक गर्नु होला र भिडियो अन्तिमसम्म हेरिदिनु होला र सबैजनाले सपोर्ट गर्नु होला। हस् त, धन्यवाद। ल, एन्ट्री भइसकेको छ अनलाइन ओएसिसमा। सबैलाई स्वागत छ। यस्तो खाडीको ठाउँमा पनि कसरी बोट बिरुवा बनाएको छ भन्ने कुरा चाहिँ यो हो। र यसको सबभन्दा खुबसुरत चाहिँ के छ भन्दाखेरिमा यो चाहिँ लगभग 1200 हेक्टरमा बनेको छ र काफी धेरै ठुलो छ यो चाहिँ जग्गा। अन्त सेकेन्ड मोस्ट थिङ चाहिँ लगभग 1,47,000 भन्दा धेरै यो खजुरको बोट रहेको छ। त्यही भएर चाहिँ यो UNESCO हेरिटेजमा पनि यो पर्छ। यो चाहिँ अबुधाबीको अनलाइन सिटीमा रहेको छ। हाम्रो यदि तपाईँहरू चाहिँ दुबई अनलाइन युएमा हुनुहुन्छ भने तपाईँ आउन सक्नुहुन्छ। चाहिँ एकदम राम्रो छ। र सबैभन्दा राम्रो कुरा चाहिँ यो चाहिँ एकदम फ्री रहेको छ, टोटली फ्री। तपाईँलाई चाहिँ कुनै पनि एन्ट्री फी तिर्नु पर्दैन। ल, यसको अगाडि जर्नी चाहिँ म देखाउने छु, तपाईँले देख्न सक्नुहुन्छ। यो इरिगेसन सिस्टम हेर्नु है, कत्रा तगडा बनाएको छ। यस्तो बालुवा पनि कस्तो गरेर चाहिँ बनाएको हो। यो चाहिँ कुन घाँसको दुबो हो कि अचम्मको छ यो चाहिँ। यस्तो गरेर ल, हाम्रो एन्ट्री भइसकेको छ। यदि तपाईँहरूलाई चाहिँ हेर्न सक्नुहुन्न, अल्छी हुनुहुन्छ भने तपाईँको लागि व्यवस्था साइकल र अर्को त्यो बगीको पनि सुविधा रहेको छ। यो तपाईँले देख्न सक्नुहुन्छ, झन्डै 1,47,000 भन्दा धेरै रुख खजुरको रुख भएको। खै कुन हिसाबले चाहिँ अब कसरी बनाएको भन्ने कुरा अब मलाई थाहै छैन। यो चाहिँ होइन, कसरी यो फल्यो भन्ने कुरा हो। यो तपाईँले देख्न सक्नुहुन्छ। त्यसो लगायत तपाईँहरू अगाडि गएर देखाउनेछौँ कस्तो बनाएको छ भन्ने कुरा सबै। सबैजना हेरिदिनु होला, सबैजनाले माया गरिदिनु होला। भिडियो हेरेर चाहिँ आफ्नो प्रतिक्रिया दिनु होला। यो रहेको छ। मौसम राम्रो भएको हुनाले धेरै टुरिस्टहरू पनि आएका छन्। देश विदेश लगाएका हरेक ठाउँबाट मान्छेहरू आएका छन्। सबभन्दा मौसम राम्रो रहेको छ। तपाईँको चाहिँ अक्टोबरबाट लगेर चाहिँ अप्रिलसम्म चाहिँ एकदम मौसम गजब मौसम रहेको छ यहाँ। यदि तपाईँलाई चाहिँ आउनु मन छ आउनु सक्नुहुन्छ। फ्री रहेको छ एकदम। अरू विभिन्न प्रकारका रुखहरू पनि देख्छौँ हामीले। यो अचम्मको रुख रहेको छ। यो चाहिँ पुरै सबैजनाले मन पराउने रुख रहेको छ। र यहाँको चाहिँ मेन फल्य भनेकै खजुरको हो। तपाईँलाई थाहा छ होला सायद। यो चाहिँ कसरी इरिगेसन सिस्टम हुन्छ भन्ने कुरा, जस्तै कि हाम्रोतिर नेपालमा धान रोप्दाखेरि तपाईँले देख्नु भएको छ होला, कुला यस्तो खुनेका हुन्छन्। र यहाँ पनि त्यस्तै प्रकारको यसलाई चाहिँ ट्रेडिसनल सिस्टमले चाहिँ फ्लास सिस्टम भनिँदो रहेछ। यस सिस्टम तरिकाले चाहिँ उहाँहरूले चाहिँ पानी
दिनुहुँदो रहेछ है। तपाईँ देख्नुहुन्छ निकै नै ठुलो छ यहाँ चाहिँ। लगभग तपाईँको चाहिँ लाग्छ होला सायद 3 देखि 4 घन्टा यदि तपाईँ चाहिँ आरामले घुम्नुहुन्छ भने। देख्नुहुन्छ मेन चाहिँ खजुरकै रुख रहेको छ यहाँ चाहिँ। र यो मेन यो वाल पनि गजबको वाल लगाएको छ। सेम त्यो हाम्रोतिर माटोले बनाए जस्तै, तर चाहिँ यो माटो होइन। यसलाई चाहिँ सेम हाम्रोतिरै जस्तै गरेर चाहिँ हाम्रोतिर त अब गोरु जोत्छन्, अब यहाँतिर मेसिन हुन्छ। मेसिनले चाहिँ मजाले जोतेर अनि मल पनि हाल्नु पर्दो रहेछ है। पुरै मल हालेको छ नि त सेम तर पेडहरू गर्छन्। यो देख्दाखेरि त मलाई आफ्नै गाउँको याद आयो नि यार। यो त नेपालमा पनि पाउँछ होला सायद खजुर। मैले त कहिले देखेको छैन, तर यहाँ चाहिँ गजब तरिकाले चाहिँ खेतीहरू गरेका छन् यिनीहरूले। तपाईँहरूले चाहिँ विभिन्न प्रकारका रुखहरू देख्न सक्नुहुन्छ है। केरा पनि रहेको छ, केराको रुखहरू पनि। गजबको सिस्टम छ। यस्तो रहेको छ। र हाम्रोतिर धान रोप्दाखेरि यस्तो हुन्छ नि, यो ठ्याक्क पानी हाल्दाखेरि निकालेर चाहिँ पानी हाल्ने सिस्टम। गजब सिस्टम बनाएको छ। यो रहेको छ गजब सिस्टम। यो बिचमा चाहिँ कहाँबाट आएको यो बिरालो? बिरालोको यो रहेको छ पानी। यसरी पानी चाहिँ हाल्ने गर्छन् बिरालोलाई। एकछिन चाहिँ यसलाई भित्रै गएर हेरौँ न कस्तो रहेछ, कसरी यिनीहरूलाई चाहिँ व्यवस्थापन गरेको रहेछ भन्ने कुरा चाहिँ देखाउन गएको छु। तपाईँहरू देख्न सक्नुहुनेछ। नाइस। अचम्मको कुरा चाहिँ के छ भन्दाखेरिमा यस्तो माटोको अवस्थामा पनि कसरी चाहिँ यहाँका मानिसहरूले चाहिँ जोगाएर राख्नुहुन्छ भन्ने कुरा हो। मलाई चाहिँ यो अचम्म लागिरहेछ। देख्न सक्नुहुन्छ तपाईँहरूले। आज हरेक सिजनमा गोरुमा देखिन्छ, हरेक सिजनमा पानी हाल्ने। पानी चाहिँ चाहिन्छ यसलाई प्रायः जस्तो। यो रहेको चाहिँ यहाँको सिस्टम। यहाँका कामदारहरू हल्का नास्ता सास्ता खाने बस्ने व्यवस्था गरेका छन्। यो हाम्रो चाहिँ ठ्याक्कै त्यो खेतमा चाहिँ कोही खेतमा चाहिँ जङ्गल भालुसरी के लाग्छ भनेर बनाउँछन्, त्यस्तै सिस्टम बनाइरहेका छन्। यसरी बस्नुहुन्छ यहाँनिर चाहिँ। यो रहेको छ र तपाईँले यहाँबाटै अल इन्डिया म्युजियममा जान सक्नुहुन्छ र सुल्तान फोर्ट पनि जान सक्नुहुन्छ। झन्डै 22 मिनट लाग्दो रहेछ हिँडेर जानु सक्नुहुन्छ यहाँबाट जानु। काफी खूबसूरत, एकदम दामी ठाउँ। दामी गोलमेर।
यो रहेको छ। यो खजुरको रुख यसको विशेषता के छ भन्दाखेरिमा चाहिँ यो चाहिँ झन्डै यसको आयु चाहिँ 100 वर्षबाट लगेर 150 वर्षमा रहेको छ। र यदि राम्रो कन्डिसनमा छ भने भन्नाले चाहिँ राम्रो माहौल राम्रो चाहिँ यसलाई चाहिँ हेरविचार गऱ्यो भने चाहिँ यो झन्डै 400 वर्षसम्म पनि यसको आयु भन्ने सम्भावना हुन्छ। र यसले चाहिँ लगभग 12 वर्षदेखि लगेर चाहिँ 15 वर्षको बिचमा चाहिँ यसले चाहिँ फल दिनु सुरु गर्छ। र यसको चाहिँ सबभन्दा धेरै फल दिने समय भनेको चाहिँ 60 वर्ष लगेर चाहिँ 60 वर्षबाट लगेर चाहिँ 80 वर्षको बिचमा चाहिँ यसले सबभन्दा धेरै दिने गर्दछ। र यहाँको सबैभन्दा धेरै फल्ने नै यो खजुर हो। यो खजुर रहेको छ। यो चाहिँ सायद झरेको होला र किराले खाएको छ सायदमा। तपाईँले चाहिँ यो एकदम यसमा चाहिँ एकदम तागत चिज हुन्छ। तपाईँले थाहा छ होला होइन यो खायो भने के हुन्छ भनेर। यो राम्रो चिज हो। यो रहेको त्यसको विशेषता। मलाई चाहिँ यहाँको सबभन्दा मनपर्ने चिज भनेको सुन्दरता कि यहाँको सरसफाइ हेर्नु न। सरसफाइ कति मेन्टेन राम्रो गरेको छ कि सरसफाइ। यो हो नि मेन भनेको चाहिँ सरसफाइ। आहा कसरी चाहिँ एकदम न पान गुट्का खाएर फालेको छ न केही सिगरेट खाएर फालेको छ। यस्तो हो भनेको चाहिँ यो तपाईँले देख्न सक्नुहुन्छ। एकदम भित्र पनि बाहिर पनि सबै ठाउँमा चाहिँ एकदम सरसफाइ। यो बाटोमा पनि हेर्नु न यो कस्तो सानो कोसिस के कोसिस हो नि। कति कोसिस गर्नुभएको छ तपाईँ देख्न सक्नुहुन्छ। यो दुइटै साइडमा चाहिँ सानो सानो बिरुवाहरू पनि एकदम रोप्नु भएको छ। यहाँ चाहिँ टावर बनाइरहेको छ। पछि तपाईँले चाहिँ माथि गएर चाहिँ टावर देख्नुहुन्छ सबै सिनहरू। त्यही भएर चाहिँ यहाँ काम जारी नै छ। टावर माथिबाट हेर्दाखेरि कति राम्रो देखिएला होइन। टावर चाहिँ काम जारी नै छ। लगभग 3-4 महिनामा सकिन्छ होला यो काम चाहिँ। काम जारी नै छ। साथै पुलको पनि व्यवस्था बनाइरहेका छन्। सायद पछि आउनेहरूलाई चाहिँ पुलको सुविधा हुनेछ। माथिबाट जान सक्नुहुन्छ सबैहरू। यो बगैँचाभित्र सबै पुलको व्यवस्था हुनेछ। काम जारी नै छ। थकाइ लागिसकेको अवस्था छ। पानी खाइदिउँ न। रेस्ट। एकदम सस्तो रहेको छ पानी। जम्मै 2 दिरमा हो। नेपालको हिसाबले महँगो है फेरि। राम्रो ठाउँ छ। युएमा भएका साथीहरू चाहिँ तपाईँलाई मन परेन आउनु होला। एकदम आफ्नो गाउँ जस्तै रमाइलो लाग्छ यहाँ आउँदाखेरि। तपाईँहरू सकेसम्म आउनु होला। अब चाहिँ हामी लगभग अन्तिममा पुगिसकेका छौँ। भिडियो चाहिँ धेरै लामो भएको कारण चाहिँ मैले चाहिँ कटेर छोटो बनाएको छु। सबैजनाले हेरेर चाहिँ मन पर्यो भने लाइक गर्नु होला।
सबैजना अन्तिमसम्म हेरिदिनु होला रहेको छ र यस्तै गरेर हरेक दिन नयाँ भिडियो आउनेछन् सबैजनाहरूले माया गरिदिनु होला यो रहेको छ आजको भिडियो